साथीहरु यो हो गोवाको दोनापाल बीच। यहाँ चाहिँ सिंघम मुभीको फाइट सुटिङ भएको थियो। हजुरहरुले भिडियो पुरा हेरेर साथ दिनुहोला। साथीहरु हजुरहरुलाई स्वागत छ आजको मेरो यस न्यू भिडियोमा। आज मेरो चाहिँ छुट्टीको दिन। म चाहिँ आज घुम्नको लागि फिल्म सुटिङ भएको ठाउँ दोनापाल बीच जाँदै छु। यदि हजुरहरुले पनि फिल्म सुटिङ भएको ठाउँ हेर्न चाहनुहुन्छ भने भिडियोलाई पुरा हेरेर लाइक शेयर कमेन्ट गरिदिनु होला। मेरो यात्रा चाहिँ अब सुरु हुँदैछ। भिडियो हजुरहरुले पुरा हेरेर मनोरञ्जन लिनु होला। अहिले चाहिँ सबैजनाको अफिस जाने टाइम भएको हुनाले जाम थोडा ज्यादै ठुलो रहेको छ। हजुरहरुले देख्न सक्नुहुन्छ सबैजना सिग्नल जाममा फसिरहेका छन्। ल साथीहरु यो चाहिँ हो गोवाको जुवारी ब्रिज। यो कमसेकम 15 देखि 20 किलोमिटर लामो रहेको छ र यहाँ चाहिँ विशेष कारणवश हजुरहरुले गाडी रोकेर फोटो र भिडियोहरु बनाउन पाइदैन। यहाँ चाहिँ गाडी बिग्रियो र पेट्रोल सकियो भने मात्रै गाडी रोक्न पाइन्छ। अन्यथा हजुरहरुले यो पुलमा चाहिँ गाडी रोक्ने काम नगर्नु होला, नत्र भने हजुरहरुलाई फाइन लाग्न सक्छ भन्न चाहन्छु। यो पुलको डिजाइन चाहिँ निकै नै राम्रो छ, निकै सुन्दर छ। हाम्रो यात्रा चाहिँ अहिलेसम्म सहजै भइरहेछ है। अहिले चाहिँ म छु गोवाको जुवारी ब्रिज पुलमा र अब चाहिँ म जानेछु डाइरेक्ट दोनापाल बीच। ल साथीहरु हामी चाहिँ दोनापाल बीचको नजिकै आइसकेका छौं र भित्र जानको लागि चाहिँ भाडाको गाडीलाई मात्रै अनुमति रहेछ। प्राइभेट गाडीलाई भित्र जान अनुमति छैन, किनभने भित्र पार्किङको समस्याको कारण प्राइभेट गाडीलाई भित्र जान अनुमति छैन। र हामी चाहिँ अब पुगिसकेका छौं र यहाँ चाहिँ टिकट लाग्दो रहेछ। टिकट चाहिँ प्रति व्यक्ति 50 रुपैयाँ रहेको छ र आधार कार्ड हुनेलाई चाहिँ फ्री टिकट रहेछ। र हामीसँग जानुभएको दुईजनाले चाहिँ 50-50 रुपैयाँको टिकट ल्याउनु भयो, तर मसँग आधार कार्ड भएको कारण मलाई चाहिँ टिकट। ल साथीहरु यो चाहिँ हो दोनापाल बीचको चारैतिर तरफको भ्यू र हजुरहरुले देख्न सक्नुहुन्छ जुन यो तल देखिरहेको छ यहाँ चाहिँ सिंघम मुभीको फाइट सुटिङ भएको थियो। हजुरहरुले युट्युबमा सर्च गरेर पनि हेर्न सक्नुहुन्छ सिंघम मुभी भनेर। यहाँ तल चाहिँ सिंघम मुभीको फाइट सुटिङ भएको थियो र यो दोनापाल बीचको चारैतर्फ हजुरहरुले फोटो भिडियो खिच्नको लागि एकदम राम्रो रहेको छ र यहाँ टुरिस्टको संख्या एकदमै ज्यादा छ। हजुरहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ इन्डियन अथवा बाह्य टुरिस्टहरु धेरै भन्दा धेरै रहनु भएको छ र यहाँ चाहिँ हजुरहरु पनि घुम्न चाहनुहुन्छ भने र इन्डियामा बस्नेहरुले हजुरहरुसँग आधार कार्ड छ भने हजुरहरुलाई चाहिँ फ्री टिकट लाग्ने छ भने, हजुरहरुले आधार कार्ड छैन भने प्रति व्यक्ति 50 रुपैयाँ टिकट रहेको छ। यदि हजुरहरु पनि राम्रो ठाउँमा घुम्न जाने सोचमा हुनुहुन्छ भने हजुरहरु दोनापाल बीच आउन सक्नुहुन्छ। ल साथीहरु हामी चाहिँ अब थोडा फोटो र भिडियो बनाएर हामी चाहिँ अब फर्किँदै छौं घरतिर। हेर्न सक्नुहुन्छ हजुरहरुले यहाँ चाहिँ घुम्नको लागि एकदमै राम्रो ठाउँ रहेको छ। हजुरहरु पनि आउन सक्नुहुन्छ र हाम्रो चाहिँ फोटो र भिडियो बनाउने काम पुरा गरेर हामी चाहिँ घरतिर फर्किरहेका छौं। र साथीहरु यहाँ चाहिँ टुरिस्टको संख्या एकदमै ज्यादा छ, हजुरहरुले देख्न सक्नुहुन्छ। हजुरहरुले देख्न सक्नुहुन्छ फोटो खिच्न, भिडियो बनाउन र रिल्सहरु बनाउनको लागि एकदम बेस्ट रहेको छ। हजुरहरु पनि आएर फोटो खिच्न सक्नुहुन्छ, भिडियो बनाउन सक्नुहुन्छ र रिल्सहरु बनाउन सक्नुहुन्छ। हामी चाहिँ यो दोनापाल बीच पुरै घुमेर अब चाहिँ घर फर्किरहेका छौं र घर फर्किएर हामी चाहिँ अब दिनभरिको थकान मेट्नको लागि बाँसुरीको धुन सुन्दै छौं।
र साथीहरू म चाहिँ अब घरतिर फर्किरहेको छु र घरतिर फर्किने क्रममा एक्सिडेन्ट भएको रहेछ र जाम निकै नै ठुलो छ र साथीहरू आजको भिडियो चाहिँ यतिमै अन्त्य गर्न चाहन्छु र हजुरहरूले पनि भिडियो राम्रो लागेमा हजुरहरूले लाइक शेयर कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला र नेक्स्ट भिडियो आउँदैछ है।